नमस्ते, मेरो नाम प्राण गुरुङ र म नेपालको पोखराबाट हो। मेरो युके बसाइ अहिले 2 वर्ष भएको छ र मेरो आमा युके हुनुहुन्थ्यो र उहाँ मार्फत मैले युके आएको हो सेटलमेन्ट भिसामा। र यो विगत 8-9 वर्षबाट मैले युकेको लागि कोसिस गरिरहेको थिएँ र मेरो 5 वर्ष युके आउनको लागि कोसिस गर्दा गर्दै असफल भयो। मेरो विविध आफ्नै कानुनी रूपमा र आफ्नै व्यावहारिक रूपमा केही समस्याहरू थियो जुन युके गभर्मेन्टले मलाई भिसा दिनलाई अस्वीकार गरेको थियो र मैले अब युके मेरो यो गन्तव्य चाहिँ लगभग असम्भव जस्तै देखेको थिएँ। त्यसपछि मेरो आफन्तहरू मार्फत मैले रोजन सरको परिचय पाएँ। उहाँ मार्फत हुन सक्ने धेरै सम्भावनाहरू देखेर मैले अन्तिम विकल्पमा एकचोटि कोसिस गरेँ हेरौँ त भनेर सर मार्फत मैले कोसिस गरेँ र मेरो भाग्यवश र सरको मेहनत र सरको परिश्रम र सर त्यस युके भिसामा उहाँ विज्ञ हुनुभएको कारणले गर्दा मेरो भिसा युके आउन युकेको लागि सफल भयो र म अहिले युकेमा छु र म अहिले आफ्नो परिवार, आफ्नो मिसेस र छोराको लागि पनि रोजन भण्डारी सरको मार्फत नै गरौँ भनेर म अहिले यहाँ सरको अफिसमा आएको छु। सरको अफिस अहिले यहाँ हाइस भन्ने ठाउँमा छ र उहाँको ठेगाना, उहाँको लिङ्कमा पनि हजुरले पाउन सक्नुहुनेछ भने काठमाडौँमा उहाँको साहस कन्स्ट्रक्सन कन्सल्टेन्सी भन्ने छ। तपाईँले साहसबाटै सुरु गर्नुभयो हो? हजुर हजुर। यहाँहरू सबैले पनि कुनै सङ्कोच, अप्ठ्यारो, दुविधा नमानेर निष्पृक्षसँग सरसँगै आनन्दसँग विश्वासको रूपमा आफ्नो युकेको बसाइ अथवा युके सम्बन्धी कुनै समस्याहरू जे भए पनि उहाँ मार्फत गर्नु हुनको लागि म हजुरहरू समक्ष अपिल गर्न चाहन्छु। हस्त धन्यवाद। ल अन्त एउटा क्वेसन, तपाईँको के पहिला पनि रिफ्युज भयो हो? हजुर, मैले 1-2 ठाउँबाट ट्राई गरेको थिएँ, मेरो रिफ्युज भयो। त्यसपछि हजुरसँगकोमा आइपुगेको छ। एपिल कोर्टमै गएर हारेको पहिला? हजुर, कोर्टमा गएर हारे। अनि अहिले जब साहस कन्सल्टेन्सीबाट हामीले लियौँ नि केस, यस पछाडि तपाईँ फेरि एपिल गर्नुभयो, फर्स्टमा त दिएन होइन? एपिल भइसकेपछि कोर्टमा फाइट गर्न जान पर्यो कि परेन? यो हजुर मार्फतबाट नै सबै कुरा भएको हो र हजुरले नै सबै भनौँ न सबै कागजपत्र मिलाउनु भयो, सबै केसहरू फेरि रिओपन गरेर त्यसमा चाहिँ आवश्यक कदम तपाईँ मार्फत नै चलेर म चाहिँ आउन सफल भएँ। हजुर, जे होस्, कोही मान्छे एकचोटि भिजा रिफ्युज भयो, कोर्टले नि डिसमिस गर्यो भनेर आत्तिन पर्दैन। उहाँहरूको लागि अर्को विकल्पको रूपमा हाम्रो सर रजन सरले रोज्नु भएको भए यहाँहरू चाहिँ विश्वस्त हुनुहोस्, यो केसहरू चाहिँ मिल्न सक्ने सबै कुराहरू उहाँले मिलाउन सक्नुहुन्छ। यो तपाईँलाई भिडियो अपलोड गर्दा केही फरक पर्छ? एकदमै सो इच्छाले। धन्यवाद हजुर, नमस्ते।